पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा महिमा भएको होस्। आजको वचनको सेवामा तपाईहरु सबैजनालाई म स्वागत गर्न चाहन्छु। तपाईहरु जहाँ जहाँबाट यस भिडियोलाई हेरिराख्नु भएको छ र सुनिराख्नु भएको छ, परमेश्वरले तपाईहरुलाई यति धेरै आशीर्वाद दिनुभएको होस् भनिकन मेरो प्रार्थना छ। र आजको विषय अलि गम्भीर छ, तर धेरै मानिसहरूले मनै एउटा सोध्ने प्रश्न हो के नरक साँच्चै नै छ कि मानिसहरूलाई देखाउन बनाइएको एउटा कथा मात्रै हो। आज हामी यही विषयमा तपाईसँग म कुराकानी गर्न गइराखेको छु। फेरि पनि तपाईहरुको बीचमा म यो विषयलाई दोहोर्याउन चाहन्छु। नरक साँच्चै छ कि डर देखाउने कथा मात्र हो? के यीशु ख्रीष्टले नरकको कुरा गर्नुभयो कि मानिसहरूले यसलाई पछि जोडे? सबैभन्दा पहिलो कुरा, यीशु ख्रीष्टले नरकको कुरा गर्नुभयो कि भएन भन्ने कुरा हामी हेर्नेछौँ। त्यो भन्दा अगाडि तपाईलाई बुझ्नको लागि म एउटा वास्तविक कथा बताउन चाहन्छु। ढोका ढकढक्याउने आवाज एउटा गाउँमा अमन नाम गरेको एकजना युवक बस्थ्यो। ऊ एकदमै ऊर्जाशील मेहनती थियो, तर उसले जहिले पनि भन्ने गर्थ्यो कि नरक अनि स्वर्ग भनेको त मानिसहरूलाई डर देखाउने कुरा हो। त्यसकारणले गर्दाखेरि आज हामी एकदमै रमाइलो गरौँ। भोलिको दिन त कसले देखेको छ र? अहिले नै हो मोज मस्ती गर्ने। आफूलाई जे मन लाग्यो त्यही गरिदिने। अनि उसले एकदमै धेरै झुट बोलेर मानिसहरूलाई ठग्थ्यो, लुट्थ्यो। त्यति मात्र होइन, धेरै मानिसहरूलाई उसले ठगे। पछि बिस्तारै ऊ एकदम रक्सीको नसामा डुब्न लाग्यो। आफ्नो बुवा आमाहरूलाई व्यवस्था गर्ने, आदर इज्जतको कुरा एउटै पनि छैन। यसरी उसले दिन प्रतिदिन आफ्नो जीवनलाई नराम्रो बाटोमा लगायो। तर उसको मम्मीले प्रत्येक साँझ र बिहान छोरा अमनको लागि प्रार्थना गर्नुहुन्थ्यो। हे परमेश्वर, मेरो छोरालाई तपाईले यी सबै प्रकारको बन्धनहरूबाट, कष्टहरूबाट तपाईले छुटकारा दिनुहोस्। ऊ परमेश्वरमा फर्किन सकुन्। तर यो छोरा कहिले पनि फर्केन। जब आमाले प्रार्थना गर्नुहुन्थ्यो, त्यो छोरा हाँसिदिन्थे। यो तपाईले परमेश्वरको भय देखाएर, त्यो स्वर्गको लोभ देखाएर, नरकको डर देखाएर मेरो लागि तपाईले प्रार्थना गर्नु पर्दैन। यदि साँच्चै नै परमेश्वरले मलाई नरक पठाउँछ भनेदेखि म त्यहाँ जानको लागि तयार छु। त्यो म नरकदेखि डराउँदिन भनेर यो अमनले एकदमै धेरै घमण्ड गर्थ्यो। तर एक रातको कुरा हो, ऊ जब यात्रा गरिरहेको हुन्छ बाइकमा, बाइक दुर्घटनामा पर्छ। जब अमनले आँखा खोल्छ, त्यहाँ न घाम थियो, न हावा, न कसैको माया, न वास्ता। ऊ एकदमै धेरै चिच्यायो त्यहाँ कोही छ कि भनेर। तर कुनै पनि त्यहाँ आवाज आउन सकेन। तर अन्तिममा उनको आवाजको प्रतिध्वनि मात्रै फर्केर आउँछ। ऊ एकदमै अँधेरो ठाउँमा हुन्छ। उसले धेरै टाढामा एउटा उज्यालो प्रकाशलाई देख्छ। त्यो प्रकाशलाई उसले नजिक होस् भनेर चाहन्छ। तर उसले जति त्यो उज्यालो ज्योतिलाई हेर्न थाल्यो, त्यो ज्योति उदेखि अझै धेरै टाढा 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 हुँदै गयो। अन्तिममा त्यो ज्योति पनि हरायो र ऊ अन्धकारमा भयो। बिस्तारै ऊ बसेको ठाउँमा यस्तो डरलाग्दो चिचावट र रुवाई, दाराकिटाइ हुन थाल्यो। त्यो ज्योति हराउन साथ ऊ बसेको त्यो ढोका पनि बन्द भयो। अमन अन्तिममा भन्दछ, म त्यो उज्यालो ज्योतिलाई
देख्न चाहन्थे। ऊ यति रोन्छ, यति रोन्छ, यति रोन्छ, यति रोन्छ। त्यो ढोकामा लेखिएको थियो, यहाँ अब यी सबै आशालाई छोडेर तिमी प्रवेश गर। अब त्यो अन्धकार भित्रमा त्यो रुवावट, त्यो आवाज मात्र थियो। बाहिर केही प्रेमको आवाजहरू थिए, तर भित्र छन् त्यो रुवाईको आवाज थियो। अनि उसले आफ्नो आमाले गरेको प्रार्थनालाई उसले यति धेरै सम्झिन्छ र उसको त्यो घमण्ड र उसको अहङ्कार, यदि परमेश्वरले मलाई नरकमा पठाउँछ भने पनि म त्यो नरकसँग डराउँदिनँ, त्यसको सामना गर्नको लागि म तयार छु भनेर उसले जुन प्रकारको घमण्ड गर्थ्यो, त्यो घमण्डको प्रतिफलस्वरूप ऊ अहिले त्यो अँधेरो ठाउँमा, त्यो रुवाबास भएको ठाउँमा ऊ पुगिरहेको छ। र उसले भन्छ, यदि म एक पटक मात्र पृथ्वीमा फर्कन पाएको भए मेरो मम्मीको परमेश्वरलाई, त्यो सत्यतालाई म अँगाल्न चाहन्थे। तर समय धेरै ढिलो भइसकेको थियो। उसको लागि ढोका बन्द भइसकेको थियो। नरक भनेको परमेश्वरको त्यो क्रूरता होइन, मानिसको रोजाइको त्यो परिणाम हो। अमनले यही बाटोलाई, यही ठाउँलाई उसले रोजेको कारणले गर्दाखेरि त्यो मम्मीले धेरै पटकसम्म प्रार्थना गरे, आँसु बगाए, तर त्यो छोरा कहिले पनि परिवर्तन भएन। आज संसारमा त्यस्तै धेरै मानिसहरू छन्। नरक र स्वर्ग त मानिसहरूको यो दन्ते कथा मात्र हो। के यीशु प्रभुले यो नरकको कुरा गर्नुभयो त? उहाँले नरकको कुरा गर्नुभएको छ। पवित्र धर्मशास्त्र बाइबल हामीले मत्ती 25:22 देखि पढ्यौँ भनेदेखि 10:28 अघि हामीले पढ्दै थियौँ। यी खण्डहरू हामीले पढ्यौँ भनेदेखि पवित्र धर्मशास्त्र बाइबलमा प्रभु यीशु ख्रिस्टले त्यो नरकलाई एउटा खतराको रूपमा देखाउनु भएको हामी पाउँदछौँ। यो कथा मात्र होइन, त्यसकारण नरक छ। आज हामी प्रभु यीशु ख्रिस्ट यो नरकको बाटोबाट छुटकारा दिनको लागि, हामीलाई त्यो आशिषको ठाउँमा पुर्याउनको लागि, यो हामी बसेको घरलाई, हाम्रो चर्च भवनलाई, हाम्रो समाजलाई, हाम्रो देशलाई नै स्वर्गीय बनाउनको लागि प्रभु यीशु ख्रिस्ट आज यस संसारमा आउनुभएको छ। तपाईँ र मैले कहिले पनि अमनले जस्तै पछुताउने दिन नआएकोस् कि साँच्ची नै पवित्र धर्मशास्त्र बाइबलले सुसमाचार मत्ती 5:22 हामीलाई भन्दछ कि नरक साँच्ची नै छ। दोस्रो कुरा, नरक किन बनाइयो? पवित्र धर्मशास्त्र बाइबलले हामीलाई भन्दछ नरक मानिस जातिको लागि यो बनाइएको थिएन। सुरुमा हामी यदि हेर्छौँ भनेदेखि र यो नरक छन् शैतान र उसका दूतहरूको लागि, शैतान र उसको सेनाहरूको लागि परमेश्वरले यो डरलाग्दो नरककुण्ड तयार पारेको कुरा मत्ती 25:41 हामीले पढ्यौँ भनेदेखि परमेश्वरको वचनले हामीलाई भन्दछ। आज हामी मानिस जातिको लागि होइन, मानिस जातिलाई त परमेश्वरले आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनु भयो। परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुभएको छ कि उहाँसँग सङ्गति गर्नको लागि, उहाँसँग बातचित गर्नको लागि, उहाँको आराधना सेवा गर्नको लागि र हामी र हाम्रो परिवार मण्डली, हाम्रो समाज र देश नै आशिषित हुनको लागि परमेश्वरले तपाईँ र मलाई आफ्नै प्रतिरूपमा बनाउनु भयो। तर जब मानिसले परमेश्वरको प्रेमलाई, परमेश्वरको अनुग्रहलाई, परमेश्वरको त्यो करुणालाई अस्वीकार गरेर जब उसले पाप अधर्मको कुरालाई रोज्दछ, गलत बाटोलाई रोज्दछ र उसले जीवनमा कहिले पनि पश्चाताप गर्दैन भनेदेखि
त्यो बाटोबाट छन् एक दिन अमन जस्तै त्यो डरलाग्दो नरकुण्डमा जानेछ। त्यतिखेर उसले पछुताउनेछ, रुनेछ, कराउनेछ। आफ्नो परमेश्वरलाई, आफ्नो मम्मीलाई उसले सम्झ्यो, तर त्यो ढोका बन्द भइसकेको थियो। त्यसकारण नरक भनेको यस्तो ठाउँ हो परमेश्वरको प्रेमबाट, परमेश्वरको अनुग्रहबाट अलग पारिएको जीवन, अनि त्यो सधैँको लागि। तेस्रो अन्तिम कुरा, नरक स्थान कि अवस्था। कति हामी भन्छन् कि नरक भनेको त यो मानसिक पीडा हो, नरक आगो भएको ठाउँ हो। पवित्र धर्मशास्त्र बाइबलले यी दुवै कुरालाई देखाउँछ। पीडा, अन्धकार, जहाँ आशा छैन, जहाँ प्रकाश छैन, जहाँ प्रेम छैन, जहाँ परमेश्वरको उपस्थिति छैन। अमनको लागि अन्धकार मात्रै छ, कुनै पनि आशा छैन। जति नै पश्चाताप गरे पनि उसको लागि समय ढिलो भइसकेको थियो। त्यसकारण यो नरक यस्तो ठाउँ हो जहाँ सधैँभरि तडपिरहनुपर्छ। नरक भनेको चर्चले डर देखाउने कुरा हो। धेरै पटक मानिसहरूले यस्तो कुरा भन्ने गर्दछ, तर वास्तवमा यो कुरा होइन। चर्चले प्रभु यीशु ख्रीष्टको सन्देशलाई मानिसहरू कहाँ पुर्याउने गर्दछ। प्रभु यीशु ख्रीष्टले पनि आज हामी सबै मानिसहरूलाई भनिराख्नु भएको छ, तिमी गलत बाटोबाट फर्क। र आज मेरा प्रिय छोराछोरी, दाजुभाइ, दिदीबहिनी, बुवा आमा, हामी कहीँ कतै त्यो गलत बाटोमा छौँ भने अहिले पनि प्रभु यीशु भन्नुहुन्छ, त्यहाँबाट फर्क अनि जीवित परमेश्वरको सेवा गर। र उहाँले भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा मात्रै हरेक मानिसहरू स्वर्गीय राज्यमा, त्यो अनन्तको राज्यमा, आशिषको राज्यमा, चङ्गाईको राज्यमा प्रवेश गर्न सक्छ। त्यसकारण आज तपाईँ आशिषित मानिस बन्न चाहनुहुन्छ, आशिषित परिवार, आशिषित मण्डली र आशिषित त्यो समाज बन्न चाहनुहुन्छ भने यो समयलाई तपाईँ ढिलो नगर्नुहोस्। यीशु ख्रीष्टमा तपाईँ फर्कनुहोस्। जब यीशुमा तपाईँ फर्किनुहुन्छ, परमेश्वरले तपाईँलाई आशिष दिनुहुन्छ। यदि तपाईँ अहिले पनि अमन जस्तै ढिलो गरिराख्नु भएको छ भने एक दिन तपाईँ पछुताउनुहुनेछ। र त्यतिखेर तपाईँ जतिसुकै कराए तापनि, चिचाए तापनि तपाईँको लागि समय ढिलो भइसकेको हुनेको छ। तपाईँले देख्नुहुनेछ ज्योति तपाईँदेखि धेरै टाढा, अनि तपाईँ त्यो अन्धकारमय ठाउँमा सधैँको लागि रहनुहुनेछ। यहाँबाट तपाईँ छुटकारा पाउन चाहनुहुन्छ भने पवित्र धर्मशास्त्र बाइबल पढ्नुहोस्, येशूको बारेमा बुझ्ने कोसिस गर्नुहोस्। परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशीर्वाद दिनुभएको होस् भन्दै म तपाईँहरूको बीचबाट बिदा हुन चाहन्छु। तपाईँ र मेरो भेट अर्को भिडियोमा हुनेछ। धन्यवाद।